सुब्बा देउराली भ्रमण सकेर दर्शन गरेर सकेर हामी प्युठानको स्वर्गद्वारी दर्शन गरेर अब फिर्ता भइरहेका छौँ। भ्रमणको उपलब्धि भनेको साह्रै राम्रो रह्यो। मौसम सफा अनि सम्पूर्ण दृश्यहरू देख्न पाइयो। प्युठान यस्तो रहेछ भन्ने कुरो पनि अनुभूति लिन पाइयो भन्ने कुरो जानकारी गराएँ। अङ्कल हजुरलाई भ्रमणको अनुभव कस्तो रह्यो? भ्रमण एकदमै राम्रो रह्यो। सुखमय भयो, आउनु पाइयोस्। सबैको कल्याण होस्, जय होस्। भ्रमणको समग्रमा कस्तो अनुभूति भयो? समग्रमा भन्नुपर्दा सोचेभन्दा राम्रो भयो सबैको होइन। कोर्डिनेसनले गर्दाखेरि सुब्बा देउरालीको दर्शन गरी स्वर्गद्वारी आयो। स्वर्गद्वारी यहाँ पनि भनेभन्दा सोचेभन्दा राम्रोसँग बसेर पूजाआजा गरी त्यो शैली हामी फर्किने क्रममा स्वर्गद्वारी माताले हामीलाई अहिलेसम्म कसैलाई केही सानो पनि समस्या परेन। जस्तो आइया थियो त्यस्तै गरी सकुशल हामी फर्किँदैछौँ। त्यसैको लागि स्वर्गद्वारी मातालाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नमस्कार सबैजनालाई, मेरो नाम आशिष मङ्गेनी। हामी मिति 2083 साल वैशाख 25 गते बङ्गिनी परिवारबाट यता घुम्न आएको थियो। कस्तो ढङ्गले बिर्सेँ कि मैले होइन कि पहिलाको मेरो नमस्कार सबैजनालाई, मेरो नाम आशिष मङ्गेनी अनि हामी बङ्गिनी परिवारबाट 2083 साल वैशाख 25 गते सुब्बा देउराली अनि यो प्युठानमा रहेको स्वर्गद्वारी घुम्न आएको थियौँ। पानी उता हामी गाउँसिँदै हुँदाखेरि पानी निरन्तर परिरहेको थियो। मौसमले एकदमै च्यालेन्ज गरिरहेको थियो। पानी परेर सबैजना डराएर जाने हो कि नजाने हो कि भनेर आँटिरहेको थियो। त्यो परिस्थितिबाट पनि हामी भगवान्को पूजा गर्न जाँदाखेरि आशीर्वाद दिनुहुन्छ भन्ने मनोकामना लिएर यता सुब्बा देउराली आयो। अनि सुब्बा देउरालीको सन्दर्भमा भन्नुपर्दा चाहिँ हामीलाई राम्रै अनुभव भयो। सुरुमा राति उता गौसुतीबाट राति 11 बजेतिर हिँड्यो। त्यसपछि आएर यहाँ बिहान दर्शन गरेपछि त्यसपछि एकदमै प्रसिद्ध लाहुरे डाँसेको ठाउँ पनि भ्रमण गरियो। त्यहाँ हामीसँग साना 6-7 वर्षको भाइ बहिनीदेखि लिएर 80-81 वर्षको बुवा आमाहरू सँगै हुनुहुन्थ्यो। कसैलाई पनि स्वास्थ्यमा केही पनि समस्या भएन। सबै तन्दुरुस्त, सबै जागरियो, सबै भगवान भक्ति त्यस्तो भएर एकदमै रमाइलो पनि भयो। प्लस यहाँ केटाकेटी अनि व्यक्तिगत मेरो पनि गुनासो के रह्यो भन्दाखेरि चाहिँ यो ठाउँमा आउँदा चाहिँ थोरै समय लिएर चाहिँ घुम्न नआउनु होला। अलि समय मिलाएर हामी चाहिँ यहाँ समय पाबन्दीले गर्दा अलिक मस्त घुम्न मिलेन। हजुरहरू आउँदाखेरि चाहिँ अलिक मस्त टाइम मिलेर यहाँ घुम्ने अनगिन्ती ठाउँहरू छ। यही भन्दै मेरो विचार सबै बुझाउँछु। कस्तो रह्यो अनुभव दुईटा जेन्जीलाई? अर्को अनुभव कस्तो रह्यो? अहिले हाम्रो 2083 साल वैशाख 26 गतिको भ्रमण सुब्बा देउराली अनि स्वर्गद्वारी हाम्रो अहिले सफलै मान्न पर्यो। मौसमले पनि एकदमै साथ दियो। हुनसक्छ हामी भगवान्प्रति आस्था राखेर घरबाट चाहिँ रवाना निक्लेका थियौँ। भगवान्ले पनि हाम्रो यात्राहरू सफल बनाइदिनु भयो। त्यसो हुँदा हाम्रो सम्पूर्ण यात्रीहरू पनि एकदम खुसीमयले चाहिँ दर्शन गर्न पाउनु भयो र हामी पनि गरिएर अहिले हामी स्वर्गद्वारीबाट आफ्नो घरतर्फ गन्तव्यतर्फ फिर्ता हुँदैछौँ। र सबैलाई भन्दै यो हाम्रो भ्रमणको कार्यक्रम सफल भयो भन्दै सबैलाई शुभकामना व्यक्त गर्दछु। यस बङ्गानी परिवारका कोषाध्यक्षलाई आज यो 3 दिने भ्रमणको अनुभूति कस्तो रह्यो? धेरै रमाइलो रह्यो। अब सबै परिवार आउन पाउँदा खुसी
हुँदाहुँदै पनि छलाङ मारेर भ्रमण गरेर आउनुभएको छ। कस्तो अनुभूति रह्यो? आजको भ्रमण धेरै रमाइलो भएको छ, एकदम रमाइलो लागिरहेको छ, रमाइलो भएको छ, खुसी छौँ एकदम भगवान्को दर्शन वसुन्धरा भाउजू तपाईँलाई कस्तो अनुभूति भएको छ? एकदम रमाइलो लाहा, बेसरी डराइदिए भ्रमण एकदमै रमाइलो लाहा। माथि सबै बस्नेको व्यवस्था पनि एकदम सुविधाजनक रहेछ, खानपिन बस्नेको पनि, त्यही भएर सबै राम्रोसँग गइयो, घुमियो, सबै स्वच्छ, सबै हावापानी पनि राम्रो, बस्ने ठाउँ पनि एकदमै सोचेभन्दा पनि राम्रो रहेछ, एकदमै रमाइलो लाग्यो। हामीले हाम्रा आदरणीय भिनाजुलाई धेरै वर्षको अन्तरालपछि भन्नुपर्छ, मैले जानेसम्म 40 वर्ष प्लसको अन्तरालमा भिनाजुसँग संयोगले हामी तीर्थयात्रा भ्रमण गर्न पाएका छौँ। उहाँ आफ्नो कार्यव्यस्तताले गर्दा आफ्ना सन्तानको सुखीको लागि सपरिवारबाट अलिक टाढा रहेर सन्तानको सुखको लागि सधैँ अग्रगामी रूपमा अगाडि बढ्नुभएको थियो। धेरै वर्षको अन्तरालमा हामी सपरिवार उहाँको दाम्पत्य परिवार सुखदायी भ्रमणमा हामीले आग्रह गरेर हाम्रो पङ्गेनी परिवारसँग, हाम्रो पङ्गेनीका समग्रको जोइ र मेरो भिनाजु व्यक्तिगत भिनाजु र सँगै पूर्ण पङ्गेनी भिनाजु र जोइलाई हामी भ्रमणमा सरिक गराएका छौँ। उहाँलाई यस भ्रमणको कस्तो अनुभूति रह्यो हामी पङ्गेनीसँग समग्रमा घुम्न पाउँदा? नमस्कार, म बृहस्पति पन्थी। सर्वप्रथम पङ्गेनी परिवारलाई हृदयदेखि धन्यवाद गर्न चाहन्छु। आगामी आउँदो समयमा पनि यसै गरी नै पङ्गेनी परिवारको साथमा यसरी तीर्थयात्राहरू अन्य ठाउँमा घुम्न पाऊँ र मेरो जीवनमा चाहिँ यो अहिलेको भ्रमण भनेको नेपालको पहिलो यात्रा हो। यो यसरी चाहिँ नेपालमा तीर्थयात्रा घुम्न पाउनु भनेको मैले यसलाई आफूलाई चाहिँ सौभाग्यशाली मान्छु। यस्तै गरी आउँदो समयमा पनि यसरी घुम्न पाऊँ, समय अनुकूल मिलोस्, यही भन्न चाहन्छु। धन्यवाद। दिदी हजुरको कस्तो अनुभूति रह्यो? धेरै वर्षपछि दम्पति सहित तीर्थयात्रामा निस्किन पाउनु भएको छ। एकदम खुसी लाग्यो। अस्तिदेखिको भ्रमण शोभायात्रा सुपर देउरानी घुमियो, अब स्वर्गद्वारी घुमियो, धेरै खुसी लाग्यो। माइतीसँग एकदम रमाइलो लागिरहेको। र हाम्रो अग्रज बुवा, जहाँ हामी धेरै पछि बुवालाई विभिन्न ठाउँको तीर्थयात्रा गराउन ल्याउन समर्थ भएका छौँ। र बुवालाई यो तीर्थयात्राको अनुभूति कस्तो रह्यो? र हाम्रो पङ्गेनी भए पनि समाधान विस्तारसँग मिल्ला। अहिलेको तीर्थयात्रा सुब्बा देउरालीदेखि स्वर्गद्वारीसम्मको यात्रा हाम्रो सौभाग्य भयो। यसमा चाहिँ सुब्बा देउरालीमा पनि हामी राम्रोसँग त्यहाँको अवलोकन गऱ्यौँ। स्वर्गद्वारीमा पनि यहाँ राम्रोसँग यताउता स्वच्छ मौसमले गर्दा यसका आसपासका ठाउँहरूको पनि अवलोकन गर्ने अवसर मिल्यो। हामी धेरै खुसी छौँ। यहाँ स्वर्गद्वारीको वातावरणमा अब भौतिक संरचनाहरू पनि बडा चाहिँ सुन्दर रहेछन् र यहाँ स्वयंसेवकहरू भनौँ सबैले आफ्नो अनुशासन रहेर सेवा गरेको पाइयो। एउटा देवत्वले ठगेको छोरीलाई साथमा लिई दुःख कष्ट पीडा भुली यस देशको विभिन्न तीर्थयात्रा घुम्नको लागि हजुरलाई कस्तो अनुभूति रह्यो घुम्दाको? रमाइलो लाग्यो, खुसी लाग्यो। त्यही हो, अरू त सबै घुम्ने भइसक्दाखेरि मेरो भन्ने यही छ। हामी यस पङ्गेनी परिवारका अभिभावक हजुरबुवा हजुरआमालाई पनि हामी सँगै ल्याउन समर्थ भएका छौँ। उहाँले हाम्रो पङ्गेनी परिवारसँग नाता सम्बन्ध गाँच्नुभयो, छोरी दिनुभयो, नाति नातिना जन्माउनु भयो। नाति नातिनाको संरक्षण घरमा मात्र होइन, म देवत्व ठाउँमा पनि गर्छु भनेर दुईजना दम्पति कसिएर आउनुभएको छ र हामीलाई संरक्षण गर्दै आफ्नो कुलपितृले पनि संरक्षण गरून् र कुलका पङ्गेनीका कुलपितृले पनि संरक्षण गरून् भनेर हर प्रहर जाप ध्यान उपासना गर्दै आउनुभएको छ। हाम्रो हजुरबुवाबाट यो 2 दिने भ्रमणको कस्तो अनुभूति रह्यो? उमेरको बावजुद पनि हजुरबुवाको
यो तीर्थको अनुभव सुनाइदिनुलाई म हजुरबालाई हजुरआमालाई विनम्र अनुरोध गरेँ। धेरै सम्झना छ, यो आशीर्वाद पनि छ र सम्झना पनि छ। सबै दिन यो सम्झना रहने छ। छोरी नातिहरूले सबै इच्छा गरेर यति गरेर लिएर आउनुभयो। हर जग्गा नदेखेको जग्गा पनि देखाउनु भयो र धेरै खुसी लागेको छ। हजुरआमाको कस्तो अनुभूति रह्यो? सुपदेउराली हुँदै आज सुपदेउराली बास गरेर स्वर्गद्वारी आएर दर्शन गरेर नातिहरू थिए चिन्ताजना अब पनि यसरी घुमाउन बोलाइराख्नु। सम्पूर्णमा फेरि पनि नमस्कार। हामी बङ्गेनी परिवार विभिन्न जमघट गर्दै मौसमको बावजुद पनि घरका कुल पितृलाई प्रार्थना गर्दै मौसम सुधारको कामना गर्दै भ्रमण जानको लागि तय गऱ्यौँ। हामी अस्ति साँझ लगभग 10 बजेतिर हामी सब घरका कुल पितृ सब देव देवतालाई भागेर हामीलाई बाटोमा कुनै दुःख पीडाहरू नपरोस्, पानीले कुनै डिस्टर्बेन्स नगरोस् भनेर हामी सबै अपेक्षासहित गाडीमा बस्यौँ र गाडीमा बस्दै हामी रात्रिकालीन यात्रा गर्दै हामी सुपा देउराली बिहान पख गएर हाम्रो नित्य कर्म गरी सुपा देउराली दर्शन गऱ्यौँ र सुपा देउरालीको प्रातान्तिक महत्त्व बोकेको लाउरे टाँसिएको ढुङ्गा पनि हामीले हेऱ्यौँ। त्यसपछिको हाम्रो यात्रा गन्तव्य भनेको नेपालको तपोभूमि एवं धार्मिक पर्यटनले भरिपूर्ण भएको क्षेत्र, पर्यटनको लागि महत्त्वपूर्ण क्षेत्र स्वर्गद्वारी जाने क्रममा हामी विभिन्न बाटा घुम्तीहरू पार गर्दै प्युठान जिल्लामा रहेको स्वर्गद्वारीमा गयौँ। हामीले सोचे अनुरूप बिचमा स्वर्गद्वारीको त्यहाँ म्यानेजमेन्ट कमिटीसँग कन्ट्याक्टमा रही हामीले सोचेको भन्दा त्यस म्यानेजमेन्ट कमिटीले पनि हामीलाई राम्रो व्यवस्थापन गरिदिनु भयो। त्यहाँ धेरै हाइटमा पनि खानेपानी, सुत्ने, खाने कुराहरूको राम्रो व्यवस्था रहेछ, जसले हाम्रो यो बङ्गेनी परिवारले पनि स्वर्गद्वारी तपोभूमि अर्थात् पञ्चभूमि व्यवस्थापन समितिलाई हाम्रो तर्फबाट बङ्गेनी प्लस पन्थी परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौँ। यस्तै गरी सम्पूर्ण तीर्थालुहरूले उहाँहरूलाई विशेष धन्यवाद दिएको कारणले गर्दा त्यस पवित्र स्थलको अझै प्रगति र उन्नति होस् हामी सबैले कामना पनि गरेका छौँ। त्यस्तै गरी अब देशले पनि त्यो क्षेत्रलाई विशेष महत्त्वका साथ हेरोस् र जसले गर्दा हामीले अहिले आउँदा भन्दा पनि अझै विकासहरू दृष्टिकोणहरू देख्न पाइयोस् र हामी समग्र बङ्गेनी परिवारले दुई देवत्व भूमिलाई विशेष दर्शन गरी फर्केका छौँ। देवत्व भूमिबाट हामीलाई सधैँभरि अनुकूलता रहिरहोस्। हामीलाई जसरी कुल पितृको आशीर्वाद रहेको छ त्यसै गरी नै हामीलाई पनि आशीर्वाद लागिरहोस्। र अब हामीले सम्पूर्ण हामी यहाँ उपस्थित भएका बङ्गेनी परिवार प्लस पन्थी परिवारले हामीले यी दुई देवी देवतालाई स्मरण गर्दा एउटा भजन पनि गाउनेछौँ र उहाँहरूको आशीर्वाद दिने एउटा जमर्को गर्नेछौँ। अध्यक्षज्यूबाट भजन पनि गाउनको लागि म अनुरोध गरेँ। देवी देवताले हामी सबैको रक्षा गरून्। हाम्रो यात्रा सुखदायी र सुरक्षित रहोस्। धन्यवाद।